फाइनल रिजल्ट देखाउँछु हैन मेरो फोन स्टिल। हेलो एभ्रिवान, जय गोर्खा सम्पूर्णमा। तपाईहरु कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला। र आजको चाहिँ मेरो भ्लग चाहिँ वान अफ द बेस्ट भ्लग होला सायद, किनभने आजको भ्लग चाहिँ भेरी स्पेशल छ। तपाईहरुलाई मैले एउटा कुरो चाहिँ लाइभ देखाउने वाला छु र तपाईहरुले मेरो भिडियोलाई आज लास्टसम्म हेर्नु होला। र के भन्दा चाहिँ आज चाहिँ मैले हैन यो मेरो आइफोनलाई चाहिँ पानीमा हालेर एउटा वाटर टेस्ट गर्दैछु लाइभ हैन। प्रायः धेरैले त गरेको छैन लाइभ टेस्ट हैन। सो आज चाहिँ म लाइभ टेस्ट गर्दैछु हुन्छ। अब म चाहिँ यहाँनिर गर्छु किनभने जग्गा पानी राख्नु पऱ्यो हैन। यहाँ चाहिँ पानी टक्क राखेर जगमा राखेर चाहिँ मेरो आइफोन नि तपाईँलाई विश्वास लागेन भने हेर्नुहोस् फोटो म त अब हाल्न लागिरहेको छु र तपाईँलाई पानी लिएर आउँछु है। मैले पानी ल्याइसकेको छु हैन। र आजको चाहिँ भिडियो चाहिँ दामी हुनेवाला छ। पानी अलिक कम्ती भयो। दामी छ है सिस्टम पनि होइन। पानी अलिक आइस पनि हाल्नु र तपाईँले देखिसक्नु भएको छ। क्यामेराम्यान जस्ट फोकस यहाँ होइन। अब चाहिँ चल्दैछ होइन। फेरि बिग्रेको फोन हाल्यो भन्छ होला। भन्छ होइन। अब चाहिँ हामी चाहिँ देख न मलाई के हुन्छ देखाउँदा। अन्त बाइ द वे यो खोलिराख्दाखेरि मेरो भिडियोलाई तपाईँहरूले जतिले पनि होइन लाइक गर्नुहुन्छ, फलो गर्नुभएको छ, थ्याङ्क यू सो मच होइन। र हिजो हालेको भिडियोमा पनि धेरैवटा कमेन्टहरू राम्रो राम्रो पाएँ मेरो साथीहरूबाट। र अझै तपाईँहरूले मेरो भिडियोलाई लाइक गर्नु होला, सेयर गर्नु होला, मेरो पेजलाई फलो गर्नु होला। फलो गर्नु भएको छैन भने ट्र्याङ गरेको होइन है, साँच्ची नै डुबाउँछ है म। कतिले ट्र्याङ गरेको भन्नु सक्छ होइन। कम्पनीले त क्लेम गरेको छ होइन। यहाँ सेकेन्ड पनि तपाईँले हेर्न सक्नुहुन्छ। मैले टाइमर पनि राखिदिएको छु होइन। यहाँ फोन स्टिल तपाईँले देख्न सक्नुहुन्छ पानीभित्र एकदम पसिसकेको छ। मजाले देखाइदिनु टक्क होइन। टाइमर देखाइदिएँ, टाइमर जाँदैछ होइन। र हेर्नुहोस् कति समय 15 टक्कै पुगिसकेको छ होइन। र अब चाहिँ म यहाँबाट निकाल्ने छु। मेरो फोन चाहिँ अब चट्ट पानीबाट निकाल्छु होइन। अब हेर्नु पऱ्यो नि के हुँदोस्। सी यु क्यान सी गाइज, तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। मैले चाहिँ अब निकालिसकेको छु। पानी पनि भएछ। अब यसको रिजल्ट चाहिँ के छ अब होइन। म पनि अलिकति कन्फ्युज छु। धेरै लामो डुबाएँ होइन। लगभग आधा घन्टाभन्दा बेसी डुबाइ होला। सो अब तपाईँहरूलाई फाइनल रिजल्ट देखाउँछु होइन। मेरो फोन स्टिल वर्किङ गर्दैछ, वर्क गरेको छैन होइन। वर्क गरेछ है, माया लाग्छ नि। कति मिहिनेत गरेर किनेको वर्क गऱ्यो। सो कति लामो टाइमसम्म राख्दा पनि केही नहुँदो रहेछ होइन। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो। नयाँहरू जति पनि हुन्छ तपाईँहरूले चाहिँ मेरो पेजलाई फलो गर्नु होला। थ्याङ्क यू।